हेलो गाइज, वेलकम टु माई भ्लग। हजुरहरू स्वागत छ। आज हामीहरू स्काउटको कार्यक्रममा जाँदैछौँ यताबाट। अनि उहाँहरू चाहिँ मेरो साथीहरू। अनि अरू के भन्ने हो कि अब यस्तै हो। आज फर्स्टचोटि स्कुल जाँदैछु इक्जाम दिएपछि। हो कि होइन? तिमीहरू गएको थियौ पहिला? मतलब म एकचोटि नाम लेखाउनु गएको थिएँ। अन्जु चाहिँ हिरोइन देखिनु भएको, हेर्नु सक्नुहुन्छ। उहाँ चाहिँ स्काउट ड्रेस स्कुलमै गएर लाउने अरे। उहाँ चाहिँ पढ्न जानुहुन्छ, हामी चाहिँ नपढ्ने। हजुरहरू म स्कुलमा गएपछि देखाउँछु के हजुर के भन्न चाहनुहुन्छ? हजुर जनता जान्न चाहन्छ। हजुर के भन्न चाहनुहुन्छ अन्जुजी? तपाईँलाई ममताजीको भ्लगमा स्वागत छ। मास्क लगाएको छु त्यही भएर केही टेन्सन छैन। अरू मलाई चिन्नेहरूले त्यहाँ मेन्सन गर्ने नै मेन्सन गरिदिनु है। ल हजुरको भनाइ भ्याइयो। यहाँ चाहिँ रोड बन्दै रहेछ। हामी चाहिँ यही रोड आएको छ। आज बल्ल यो बाटो हिँड्यो नि त, त्यही भएर। ल ममताको घरको बाटो नि हिँड्थेन क्या, मतलब अन्जुको घरको बाटो चाहिँ कहिले काहीँ बेलुका हिँड्थ्यो है अन्जु। त्यो घुम्न जान मलाई के चोकतिर थियो। हामीहरू चाहिँ स्क्याप हाल्न नजानेर यहाँ समातेर लिएर छु। अब स्कुलमै गएर हाल्ने हो कि होइन? उहाँले चाहिँ हाल्नु भएको छ जता यता उता बाँधेर भए पनि। टेक्नोलोजी उहाँ त्यही झ्याउ हुन्छ भनेर उहाँले चाहिँ ड्रेस चाहिँ स्कुलमा लैजाँदा लाग्नु भएको। उहाँ ठोकिदिनु कि आमा अलग्गै त हल्का उ गर्नु पऱ्यो नि, सम्मान गर्नु। दुई जिब्रे हेर्नुहोस् गाइस, यही मान्छे यही मान्छे राम्रो चिनिहाल्नुहुन्छ। मास्क नलाउने अन्त भ्लगरमा देखिहाल्नुहुन्छ। यही खास गरे त्यही सक्स किन्ने सङ्घमा चाहिँ रिबन र सक्स। हामी चाहिँ यता हेरेको हेरेर या के अरे यो बाटो किन्नु भएको छ। हजुर पनि आउनु होला। ल हामी चाहिँ मेन रोडमा आइपुग्यौँ। अब यहाँदेखि स्कुल जान्छौँ टक्क। हजुरहरूलाई स्कुल देखाउँछु। हेलो गाइज, हामी चाहिँ स्कुल आइसकेको छ। स्कुल आएर पनि यहाँ स्कुलको ढोका गेट खुला रहेनछ। यताउता अन्जु स्कुलको नाम पनि देखाऊँ हल्का साइडमा। यहाँ चाहिँ स्कुल, यो चाहिँ उहाँ चाहिँ आउनुभयो। म कस्तो अड्क्यो हो क्या। हामी चाहिँ आइसकेको छौँ। हामी चाहिँ यहाँ माथि अफिसको ठाउँ आइसकेको छ। हामी चाहिँ यहाँ यो कार्यालय नजिक बसिरहेछौँ। उहाँ चाहिँ यता पढ्दै हुनुहुन्छ। यो शिक्षक तथा कर्मचारीले पालना गर्नुपर्ने नियमहरू। यहाँ उहाँ चाहिँ हावा लगाइराख्नु भयो। एसी भाइ तिम्रो नाम के हो भनिदेऊ त? उमेश। अहिले चाहिँ यिनी 5 क्लासमा पढ्दै रहेछन्, भर्ना हुन आएछन्। हामी चाहिँ स्काउटको कार्यक्रम गर्न आएको आज। मेरो साथीहरूसँग भेट भइसकेको हुनुहुन्छ। हामी चाहिँ भूकम्पको सायद नाटक गर्छौँ होला। यो चाहिँ हाम्रो स्कुल। फाइनली साथीहरू कोही पनि चेन्ज भएर हिँड्छन्, जस्तो तस्तै छ नि। हल्का मोटाउनु छ। ल तिमी के भन्छौ? हजुर के भन्न चाहन्छ? हजुर 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 क्लासका विद्यार्थीहरू पनि हाल्छ। यता चाहिँ सुभाष सर, यता म चाहिँ भनकाली सर हुनुहुन्छ हाम्रो। यहाँ अन्जुजी हुनुहुन्छ। तपाईँलाई कस्तो लागिरहेको छ उद्धार गर्न पाउँदा? तपाईँलाई यहाँ उद्धार गर्न पाउँदा कस्तो लागिरहेछ? एकदम तपाईँलाई एकदम खुसी छु। तपाईँलाई यहाँ उद्धार गर्न पाउँदा कस्तो लागिरहेछ? मलाई एकदम गर्न आउँदा एकदम गर्व लागिरहेछ। म त एउटा अब कसरी उचाल्यो छैन, उचाल्दै पछाड्दै गर्न पाइन्छ जस्तो अनुभव भइरहेछ। हेर्नु अनि बिरामीहरू चाहिँ भित्र हुनुहुन्छ, आधा चाहिँ यिनीहरू निस्केर आएका।
अब यो कार्यक्रम चाहिँ उ भइसकेको छ। यता चाहिँ हाम्रो उद्धार कर्मीहरू सबै मिसहरू हुनुहुन्छ उता। हामीहरू त यहाँ उ गर्न आएभन्दा बढी हामी भिडियो गराउन आएर जस्तो भएर सबै साथीहरू छुट्टिन्छ। यता चाहिँ बहिनीहरू यिनीहरू चाहिँ कलरहरू लगाएको थियो। यो चाहिँ अब फोटो खिचेर घरतिर लाग्छन् होला सरसँग। ओके सधैँ गरेर आउँछु। अब चाहिँ हामी घर जान लाग्यो। हामीले चाहिँ फोटो खिचिसक्यौँ। हो कि नहीं सर? अब जान लाग्यो, बाई बाई। हामी चाहिँ अब घर पुग्न लाग्यो। त्यहाँ चाहिँ गएर यस्तो त्यहाँ खासै त्यस्तो उ त भएन, तर लास्टै गर्मी भयो कि अहिले छाता पनि नलाग्यो। अनि त्यहाँ हजुरलाई केही भन्नु मन छ? ल ओके बाई।